तपाईलाई थाहा छ हैन पछिल्लो समय यता नेपालमा चाहिँ अब यो Nepal has in recent days been witnessing a surge in support for its erstwhile monarchy. तन्त्र फर्काउन चाहने व्यक्तिहरू धेरै छन् तर यसको केही कारणहरू पनि छन् किन यो कन्डिसन आयो के भयो र के को कारणले चाहिँ मान्छेले 10 12 13 वर्ष लगाएर मिलेर बनाएको फालेको हैन त्यो राजाको शासन हैन किन यो 17 20 वर्ष हुन नपाए भने आफ्नो टिनेज इयर्समै फाल्न चाहने नेपाली जनताहरुमा यो जुन यो व्यवस्था प्रतिकूल भनिन्छ नि वितृष्णा यो कसरी जागृत भयो भन्ने कुरा हामी बुझ्न जान्छौं र वेल मान्छेले अहिलेको यो व्यवस्था भन्दा पनि मान्छेको यो जुन यहाँ बसेका जुन व्यक्तिहरू छन् त्योसँग रिस उठ्यो व्यवस्थासँग हैन वेल हरेक व्यवस्था कुनै पनि व्यवस्था हेर्नुस् कुनै पनि व्यवस्था आफैमा नराम्रो हुँदैन तर त्यसमा बस्ने मान्छेहरू नराम्रो हो किनभने राजतन्त्र होस् जुनसुकै संसारको जुनसुकै तन्त्र होस् यदि शासन गर्ने मान्छे राम्रो भएनन् भने त्यो व्यवस्था अन्त्यमा गएर फालिने नै हरेक कन्ट्रीमा राणा शासन पनि राणाहरूको कारणले फालिएको पञ्चायतको कारणले फालिएको राजतन्त्रकै कारणले फालिएको सो आज हामी कुरा गर्न सक्छौं व्हाई मोस्ट अफ द पीपल आर इन नेपालमा जुन भइरहेको छ यसको घटनाको कारण के हो वेल यसको घटनाको लागि मेरो ओपिनियन अनुसार आई एम गिभिङ माई ओन ओपिनियन यो कुनै गुगलमा भएको फ्याक्ट हैन चेक इट यसको मूल कारण भनेकै सरकार नै हो अहिले जुन सरकार भन्दा मात्रै कुनै निश्चित सरकार हैन र बल्कि यो जुन शासन सत्तामा रहेका नेता उहाँहरुकै कारणले हो किनभने उहाँले गरेका यी तीनटा कारण छन् एउटा भनेको अलगप्रिय निर्णय सरकारले अब कतिवटा अलगप्रिय निर्णय गरे त्यो चाहिँ भन्न त भिडियो लामो हुन्छ सो सरकारको अलगप्रिय निर्णयले जनतालाई यो सरकार र यो व्यवस्थामाथि नै प्रश्न उठाउन बाध्य पार्यो र अर्को कारण भनेको जनतामा आएको चेतनाको विकास किनभने सामाजिक सञ्जाल इन्टरनेट युट्युब यस्तो चीजहरु आउन साथ जनतामा अरु कुराहरु पनि भनियो जुन चाहिँ सरकारद्वारा डाइरेक्टली कन्ट्रोल थिएन पहिले पो टिभी रेडियो हुँदाखेरि सरकारले आफूले भनेको कुराहरु त्यहाँ पब्लिश गर्न सकिन्थ्यो जसको कारणले जनतामा त्यस्तो चेतना अहिले त युट्युब छ फेसबुक छ जहाँबाट पनि मान्छेले थाहा पाइहाल्छ नि तपाईले पनि मेरो भिडियो हेर्न पाउनु हुँदैन यदि युट्युब फेसबुक यिनीहरु एक्जिस्ट गर्दैन थियो भने सो यसको कारण भनेको जनतामा सामाजिक सञ्जाल तथा विभिन्न मिडियाहरु अल्टरनेटिभ मिडियाहरुको प्रकोप जसले सरकारले गरेका नकारात्मक कार्यहरुलाई एक्सपोज गर्यो र अर्को कारण हो युवा पुस्ता यस युवा पुस्ता किनभने युवा पुस्तालाई हामी जस्तो मान्छेलाई त तपाई हाम्रो पोलिटिशियनहरुले गरेका म जेलमा आउँदा मैले यो कारणले म जेल आजको युवा पुस्ताहरुलाई त्योसँग न त रिलेटिभिटी हुन्छ न त उनीहरुलाई यो कुरा सुन्नु छ उनीहरुले सुन्नु छ त केवल विकासको कुरा यस यो मेरो आफ्नो पर्सनल ओपिनियन हो इट्स नट माई पर्सनल ओपिनियन है यो पोइन्ट चाहिँ मेरो पर्सनल ओपिनियन हैन तपाईले देखे सुनेकै कुरा सो अर्को कुरा भनेको चाहिँ भन्दाखेरि मान्छे अब यो कारणले चाहिँ युवा पुस्ताले त काम चाहियो नि त हामीलाई काम चाहियो नि तपाईले पहिले गरेको संघर्षहरुलाई हामी उच्च सम्मान गर्छौं हामीले नगर्ने हैन तर अहिले चाहिँ काम गर्नुस् भन्न खोजे यो चाहिँ प्रायजसो युवाहरुको मूल मागै यही हो के तपाई काम गर्नुस् न नत्र हामी तपाईको विरुद्धमा किन बोल्छौं काम गरिरहेको मान्छेको विरुद्धमा बोल्दैन नि त आम युवा जुन हाम्रो जनता छ र अर्को कारण भनेको मान्छे उही भयो किन भन्दाखेरि नामको मात्र प्रजातान्त्रिक व्यवस्था जुन नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ त्यसको कारण त्यो आउनुको कारण के हो ताकि डेमोक्रेसी र अनि अर्को भनेको व्यवस्था परिवर्तन भए तापनि अवस्था परिवर्तन नहुनु यो सबसे ठूलो कारण हो जनता अहिलेका हाम्रो पोलिटिशियनहरुसँग आक्रोशित हुनु सबसे ठूलो कारण भनेको यही नै हो व्यवस्था फेरियो अवस्था फेरिएन जुन अवस्थामा रोल्पा रुकुम आजभन्दा 20 वर्ष अगाडि थियो त्यही अवस्थामा अहिले पनि छ जुन अवस्थामा हाम्रो नेपालमा रहेका विकट जिल्लाहरू थिए जुन आजभन्दा कयौं एक दशक अगाडि थिए अहिले पनि उनीहरु त्यही छन् नेपाल उही छ नेपाल सँगै आफ्नो पञ्चवर्षीय आयोजना सुरु गर्ने राष्ट्रहरु कति अगाडि बढिसके हामी जहाँको त्यही छौं सो द्याट्स द रिजन किनभने अहिलेको हाम्रो नेपालीहरु आक्रोशित हाम्रो पोलिटिशियनहरुसँग आक्रोशित हुनुपर्ने मूल कारण नै यही हो सो द्याट वाज इट फर टुडे गाइज लाइक सब्स्क्राइब एन्ड शेयर गर्नु नबिर्सनु हस्त बाइ